नमस्कार। फेरि पनि म यति बेला हाम्रो यो चिप्ले खोला चिसापानी सिँचाइ परियोजना विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 3 मा रहेको यसमा यति बेला चाहिँ यहाँको उपभोक्ता समितिको कोषाध्यक्ष हुनुहुन्छ। उहाँको आफ्नो परिचय सहित यहाँको बारेमा थोरै जानकारी दिनको लागि मैले अनुरोध गर्छु। हजुर नमस्कार हजुरलाई, र हजुरले अहिले कुन कुन पदमा हुनुहुन्छ र हजुरको शुभ नाम सहित यसरी दिनु होला। मेरो पनि नमस्कार। सर्वप्रथम मेरो नाम नेत्र कुमारी कुमार, घर चाहिँ वडा नम्बर 3 चिसापानी। म यो सर्दी चिसापानीको नमुना सामुदायिक संस्थाको कुलाको कोषाध्यक्ष। र हाम्रो यो कुनै पनि सरकार आउँदाखेरि कुनै पनि नहेरेको हुँदाखेरि अहिले दमन्ती मानिए मेरो बहिनीले बचत दिएर दुईचोटि 80 र 81 मा बचत हालिदिनु भयो। पहिला 20 लाख हालिदिएकोमा जम्मा 7 लाखको काम भएर अरू रिटर्न गयो। त्यसपछि अहिले पनि यो 81 मा 82 मा फेरि 81 मा हालिदिनु भयो। त्यो चाहिँ काम सफल हुँदैछ, अझै पनि बाँकी छ, अझै पनि हालिदिनु होला भन्ने आशा छ अझै पनि। र मेरो यो दमन्ती बहिनीले धेरै विकास गरिदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद छ। भनेपछि तपाईको यो सिँचाइ योजनामा लामो समयदेखि विवादै रह्यो र बन्न पनि एकदमै लामो समय लागेको छ। तपाईको हाम्रो अध्यक्षज्यूले नि भन्नुभयो, स्थानीयहरूले पनि भन्दाखेरि तपाईको लगभग 37-38 सालदेखि यहाँको सिँचाइ चले पनि तर पूर्ण रूपमा अझै पनि कार्यान्वयन हुन नसकेको र सोचे जस्तो काम बन्न नसकेको भन्ने कुरा सुने। यसको बारेमा थोरै तपाईँ अब कोषाध्यक्ष जस्तो एउटा जिम्मेवारी पदमा, आर्थिक जिम्मेवारी पदमा रहेर काम गर्नुभयो, यसको बारेमा तपाईँले केही भन्न चाहनुहुन्छ? यो आर्थिकै कमीले हाम्रो चाहिँ यो 37 सालमा बाबुआमाले दुःख गरेर खनेको कुलो हो। अहिले चाहिँ हाम्रो कुनै पनि नेता पार्टीले कसैले नहेरेर हाम्रो बहिनी दमन्ती रुचालले चाहिँ यति अहिले 2 सालसम्म 80 र 81 मा हालिदिनु भयो र हाम्रो थोरै मर्मत भयो। अझै पनि हाम्रो यो हाम्रो बचत छैन। बचत नहुँदा संस्थामा बचत भएन, बचतै भएन। अहिले पनि हाम्रो मर्मतको लागि अब अहिले हालिदिनु भयो, त्यति पनि धेरै गरिदिनु भयो भनेर भन्नु पर्यो। हाम्रो चाहिँ बचत चाहिँ छँदै छैन। भनेपछि यहाँ तपाईहरु मात्र स्थानीय सहयोगमा जति हुन्छ त्यसरी नै काम गर्नुभएको छ? त्यसैले गरिराखेका छौँ। बचत चाहिँ छैन हामीसँग। भन्नाले आर्थिक भन्नाले कुनै पनि यहाँको स्थानीय सरकारले पनि त्यति तपाईहरुलाई सहयोग गरेन कि कसो हो? यत्रो अहिले त संघीयता भयो, अहिलेसम्म सहयोग गरेको भनेकै नि दमन्ती रुचालले मान्यले हामीलाई गरेको हो, अरूले चाहिँ गरेको मैले अहिलेसम्म थाहा पाएको छैन। भनेपछि यहाँ स्थानीय रूपमा के कस्तो काम भइरहेछ भनेर अनुगमन पनि भएको छैन? भोट दिने बेलामा भोट दिनुहोस् हामीले विकास ल्याइदिन्छौँ भन्छन्, त्यो चाहिँ भन्ने मात्रै हो, भोट दिएर जिताउने हो। त्यसपछि गएर केही कुरो चाहिँ सोध्दैनन्। पछि चुनावमा 4-5 वर्षपछि फेरि भोट माग्न आउनुहुन्छ उहाँहरू। विकास चाहिँ केही दिनुहुन्न, तपाईँहरूलाई के चाहिएछ भनेर सोध्नु पनि आउनुहुन्न। भोट चाहिएको बेलामा आउनुहुन्छ, चुनाव आएको बेलामा, अरू बेला आउनुहुन्न। तपाईँ त अब यहाँको स्थानीय बासिन्दा पनि हुनुभयो र निकै मेहनत पनि गर्नुभएको रहेछ। हामीले त्यहाँ मैले भिडियो पनि खिचेँ, कुलोकै वहीँ चिप्ले खोलाबाटै यहाँसम्म आइपुग्दा यो गाउँ फाँटसम्म आउँदा मैले फाँट देखाइरहेको छु। यो ठाउँसम्म आउँदाखेरि तपाईँको अब यत्रो देखियो, 3 ठाउँबाट एउटा लानुभएको रहेछ। 10 बिघा, एक ठाउँमा 10 बिघा, एक ठाउँमा 20 बिघा, अर्को ठाउँमा फेरि 20 बिघा गरेर लगभग 50 बिघा जमिनमा गर्नुभएको रहेछ। अब यहाँ कस्तो तरिकाले काम गर्दाखेरि स्थानीय सरकार अथवा प्रदेश सरकार अथवा स्थानीयवासीले कुन तरिकाले काम गर्दाखेरि आजीवन अब कुनै पनि खेतीपाती गर्दाखेरि तपाईँको यो बन्न सक्ला भन्ने चाहिँ अनुमान गर्नुभएको छ त? अब तपाईँ कोषाध्यक्ष जस्तो एउटा जिम्मेवारी पदमा भइसकेपछि बचत भएदेखि हामीले पनि अझै पनि बचत हालिदिनु भयो भने हामीले मूल जरादेखि लिएर अहिले भएको जस्तै कुलो भयो भने हामीले जे पनि फलाउन सक्ने तरकारीहरू खेतीपातीहरू राम्रोसँग गर्थ्यौँ भन्ने हाम्रो मनमा छ। उ चाहिँ छैन कि हाम्रो बचतै छैन। बचत आर्थिक बजेट नै सबैभन्दा मुख्य कारण भयो भन्ने कुरा तपाईँको रह्यो। हजुरलाई धेरै धेरै धन्यवाद। मैले पनि अब यहाँ आएर तपाईँहरूमा छोटो भलासुरी गर्ने मौका दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। र आगामी दिनमा फेरि पनि यहाँको परियोजना बनिसकेपछि के कस्तो भइरहेछ भनेर आउने बाचा गर्दै तपाईलाई बिदा माग्छु। हस्त, नमस्ते।